नगरपालिका वडा नम्बर 23 कार्यालयले हरेक आर्थिक वर्षमा युवा लक्षित कार्यक्रमहरू गर्दै आइरहेको यहाँहरू समक्ष जानकारी गराउन चाहन्छु। त्यसर्थ यस आर्थिक वर्षमा पनि यहाँहरूको व्यक्तित्व विकासको लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौँ। सर्वप्रथम हामी छोटोमा औपचारिक कार्यक्रम गरेर आजको यस तालिम कार्यक्रम सुरुवात गर्नेछौँ। एकदमै खुसी छु। मलाई आशा छ यो कार्यक्रमबाट म धेरै सिक्छु भन्ने मलाई आशा छ। मेरो नाम चाहिँ अनुषा बस्नेत हो अनि म चाहिँ यहाँ पब्लिक स्पिकिङको बारेमा पनि सिक्न आएको। मेरो नाम चाहिँ मनसा बस्नेत हो। नमस्कार, आदरणीय गुणाध्यक्षज्यू साथै यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो अभिवादन। मेरो पुरा नाम चाहिँ लक्ष्मी भुजेल। नमस्कार, मेरो नाम कुसुम भट्टर। नमस्ते, मेरो नाम श्रेष्ठ। मेरो नाम चाहिँ बढी अधिकारी। स्कुल पढेँ। नमस्कार तपाईँलाई, मेरो नाम श्रेष्ठ हो। म चाहिँ गोरेगाउँ कन्ट्रोलबाट मेरो नाम हुना खौडेल। यस वडा कार्यालयको वडा सचिव। मेरो घर घरमा यस वडाका वडा अध्यक्षज्यू, जनप्रतिनिधि, सचिवज्यू, कर्मचारी वर्ग लगायत सम्पूर्ण विद्यार्थी अभिभावकज्यू, यहाँ सबैमा स्वीकार्नुहोस् म शङ्कर प्रधान सौदीको तर्फबाट विवाहकारी नमस्कार प्रणाम। मेरो स्थायी ठेगाना गोर्खा जिल्ला र हाल म काठमाडौँ महानगरपालिका वडा नम्बर 16 मा बस्छु। काठमाडौँ महानगरपालिका वडा नम्बर 28 मा मेरो व्यवसाय छ। म ड्रिम पोइन्ट एजुकेसनल एन्ड ट्रेनिङ इन्स्टिट्युटको म संस्थापक अध्यक्ष र प्रशिक्षकको भूमिकामा छु। साथै संस्कार बुक्स एन्ड पब्लिकेसन हाम्रो पब्लिकेसन हाउस त्यसको डिरेक्टर। अर्को अहिले हामीले संस्कार रिसर्च एन्ड ट्रेनिङ इन्स्टिट्युट भन्ने स्थापना गरेका छौँ, त्यसको पनि म डिरेक्टरमा छु। म लेख्न एकदम मन पराउँछु। मैले 3वटा पुस्तक लेखेको छु। म आफूलाई राइटरको रूपमा पनि चिनाउँछु। भाषा तथा उद्घोषण कला भन्ने एउटा किताब छ, अर्को व्यक्तित्व तथा नेतृत्व विकास भन्ने, अर्को बाल उद्घोषण तथा क्षमता विकास भन्ने। यी सबै किताबहरू आम पाठकले अत्यन्तै रुचाएको पुस्तकहरूमा पर्दछन्। मलाई फुर्सदको समयमा लेख्न, पढ्न, हाइकिङ जान, घुम्न, तपाईँ जस्ता विद्यार्थीहरूसँग बसेर कुराकानी गर्न, बालबालिकाहरूसँग खेल्न औधी मनपर्छ मलाई। र मेरो जीवनको लक्ष्य भनेको सक्रिय रहनु मेरो जीवनको लक्ष्य हो। नमस्कार, म जीवन महतो, ललितपुर महानगरपालिका वडा नम्बर 23 को वडा अध्यक्ष। सबैजनामा म राजमोहन ठकुरी, वडा नम्बर 23 को वडा सदस्य। वडा नम्बर 23 ले सम्पूर्ण बालबालिकाहरूको व्यक्तित्व विकास होस् र उहाँहरूको क्षमता अभिवृद्धि होस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको छ। यस कार्यक्रममा तपाईहरू समावेश भएर यस कार्यक्रमबाट केही सिकेर समाजको लागि केही काम गर्न सक्नुहुन्छ भन्ने पनि हामीले अपेक्षा गरेका छौँ। यस कार्यक्रममा हाम्रो प्रशिक्षकको रूपमा रहनुभएका आदरणीय दाइले राम्रो प्रशिक्षण दिनुहुन्छ। उहाँको धेरैचोटिको प्रशिक्षणहरू हामीले सिक्न र हेर्न पाएका छौँ र उहाँ धेरै अनुभवी हुनुहुन्छ। उहाँले धेरै कार्यक्रमहरू तपाईहरूलाई सिकाउनुहुनेछ। समाजमा पढाइसँगै व्यक्तित्व पनि विकास हुनुपर्छ र समाजमा बोल्नेको चामल बिग्छ, नबोल्नेको पिठो बिग्दैन भन्ने उदाहरण पनि छ। त्यसको लागि आफ्नो भनाइहरू समाजमा प्रष्ट रूपमा राख्न सकियो भने त्यसले भोलि समाजलाई आफ्नो नेतृत्व विकास गर्न, आफ्नो क्षमताको कुरा पनि सँगै जोडेर अगाडि जान्छ भन्ने कुरा पनि म तपाईहरूलाई जानकारी गराउन चाहन्छु। यति भन्दै उपस्थित सम्पूर्ण महानुभावहरूलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दै सुस्वागत सर्वप्रथम त म यो तालिमको सफलताको शुभकामना व्यक्त गर्दछु। यो तालिम तपाईँ हाम्रो जीवनमा अत्यन्तै महत्त्वपूर्ण तालिमभित्रमा पर्दछ। तपाईँहरूको उपस्थिति देख्दै गर्दा
मेरो 13-14 वर्षको उमेरको सम्झना झल्झली आइरहेको छ मलाई। त्यो बेलामा कतिपय कार्यक्रमहरूमा हामी जान्थ्यौँ, सांस्कृतिक कार्यक्रमहरू, विभिन्न स्वास्थ्य शिविरहरू गाउँमा हुने गर्दथ्यो। ती कार्यक्रमहरूमा अगाडि कसैले कार्यक्रम सञ्चालन गरेको देखिन्थ्यो, भाषण गरेको पनि देखिन्थ्यो, तर हामीले बोल्न चाहे तापनि बोल्ने मन हुँदाहुँदै पनि त्यो मञ्चहरू हामीले पाउँदैनथ्यौँ। त्यो मञ्च नपाइसके पछाडि मेरो मनमा के जाग्यो त भन्दाखेरि मञ्च पाउनको लागि हामी कुनै पनि संस्थामा जोडिनु पर्दो रहेछ, हामी अगाडि बढ्नु पर्दो रहेछ, समाजमा एउटा छुट्टै पहिचान निर्माण गरेको लागि हामी सक्रिय हुनु पर्दो रहेछ भन्ने कुरा जब मेरो मनमा लाग्यो, म 13-14 वर्षको उमेरदेखि नै क्लबका बाल क्लबको अध्यक्ष हुने, त्यस पछाडि काठमाडौँ आइसके पछाडि पनि युवा क्लबहरूका अध्यक्ष बन्ने मेरो जोड रह्यो। त्यो किन त भन्दा ती कार्यक्रमहरूमा या ती संस्थाहरूमा जोडिए पछाडि अध्यक्ष बने पछाडि समापन गर्नुपर्ने, सचिव बने पछाडि कार्यक्रम सञ्चालन गर्ने मौका पाउने, आफूलाई सक्रिय राख्न, अगाडि बढ्नको लागि यस्तो माइकको अगाडि उभिएर बोल्ने त्यो चाहना पुरा गर्नको निमित्त विभिन्न संस्थामा आबद्ध हुँदै सामाजिक गतिविधिहरूमा पनि हामी सक्रिय रह्यौँ। त्यसरी मैले आफूलाई विकास गर्दै रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रमहरूमा पनि हामीले सुन्दै सिक्दै अगाडि बढ्ने अवसरहरू प्राप्त भयो। अहिले जस्तो त्यो बेलामा ओडाहरूले यस्तो तालिम दिने अवस्था थिएन। तपाईँ हाम्रो बुवाहरूलाई पनि, आमालाई, हजुरबा हजुरआमालाई पनि गएर तपाईँले सोध्नुभयो भने हजुरको पालामा यस्तो तालिमहरू दिने गरिन्थ्यो त भन्दाखेरि दिने त्यो यस्तो अवस्था थिएन। स्कुल कोही गएर पढ्नुहुन्थ्यो भने कहिलेकाहीँ सर म्यामले हाजिर जवाबमा सहभागी गराउने, वक्तृत्व गराएर वाद विवादमा सहभागी गराउने काम गर्नुहुन्थ्यो। त्यो पनि जो बोल्न अगाडि सर्छ अलिकति टाठो बाठो भनेकालाई छानेर त्यस्ता प्रतियोगिताहरूमा लाने चलन थियो। तर अहिले ओडाले, नगरपालिका जब स्थानीय तह बन्यो, स्थानीय तह आइसके पछाडि महिलाहरूको क्षमता विकास गर्ने, विद्यार्थीहरूको क्षमता विकास गर्ने, युवाहरूलाई सशक्त बनाउने, अगाडि बढाउने विभिन्न प्रकारका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यो कार्यक्रम पनि तपाईँको क्षमता विकास गर्नलाई, जस्तै अहिले हामीले देख्यौँ परिचय दिने क्रममा परिचयको पूर्ण ढाँचा समेटेर हामीलाई परिचय दिनको लागि गाह्रो पर्ने, माइक जब अगाडि आउँछ माइकदेखि पछाडि बोल्न नसक्ने, कुर्सीमा बस्दै गर्दा जोसँग पनि तर्क लडाउन सक्ने, आफ्ना कुरा भन्न सक्ने, झगडा गर्न सक्ने, मोलतोल गर्न सक्ने, तर जब माइक हातमा पर्छ हामी डराउँछौँ, डुक हुन्छौँ, रातो पिरो हुन सक्छ, म बोल्दिनँ के, हामी स्किप गर्छौँ, त्यस्ता चिजहरूबाट हामी गिभ अप गर्छौँ। त्यो गिभ अप गर्ने वातावरणबाट अगाडि उठेर तपाईँ भोलि जुनसुकै क्षेत्रमा अगाडि बढ्नुहोस्। यहाँ कतिपय युवा या भनौँ विद्यार्थीहरूको डक्टर बन्ने चाहना, कसैको इन्जिनियर बन्ने चाहना, कोही आर्टिस्ट, कोही प्लेयर्स बन्ने, विभिन्न क्षेत्रमा तपाईँहरू भोलिको दिनमा आफ्नो एउटा पहिचान बनाउने लक्ष्य पक्रिनु भएको छ। त्यो क्षेत्रमा पनि यो तालिमले तपाईँलाई सहयोग पुर्याउँछ, किनकि जहाँ पनि बोल्नुपर्छ क्या। डक्टरले राम्रोसँग बोल्न सकेन भने बिरामीको उपचार राम्रोसँग गर्न सक्दैन, इन्जिनियरले राम्रोसँग बोल्न सकेन भने उनका ग्राहक या भनौँ सेवाग्राहीलाई कन्भिन्स गर्न सक्दैन। त्यस्तै तपाईँ पोलिटिसियन बन्नुभयो भने पोलिटिसियनले त जनताको मनोभावना बुझ्दै उनीहरूको आवश्यकतालाई सम्बोधन गर्ने गरी बोल्नै पर्छ। जुनसुकै क्षेत्रमा तपाईँ अगाडि बढे तापनि राम्रो कम्युनिकेसन स्किल तपाईँले बिल्डअप गर्नुभयो भने तपाईँले सफलता प्राप्त गर्ने कुरामा सजिलो पर्छ। तपाईँको मनमा के छ अरूले जान्दैनन्, तपाईँसँग के क्षमता छ त्यो पनि अरूलाई थाहा हुँदैन, तपाईँले व्यक्त गर्नुभयो भने नै तपाईँको क्षमता थाहा हुन्छ। त्यो कारणले यो प्रेजेन्टेसन स्किल भन्ने कुरा आजको समयमा धेरै महत्त्वपूर्ण। जस्तै सफल मान्छेहरू त कोही बिजनेसमा एलन मस्क या भनौँ जुगरबर्गको कुरा गरौँ या बिल गेट्सको कुरा गरौँ, स्पिरिचुअल सेक्टरमा तपाईँले जति पनि व्यक्तित्वको नाम लिनुहुन्छ सबैको एउटै समान क्षमता भनेको उनीहरू राम्रोसँग डेलिभर गर्न सक्छन्, कम्युनिकेट गर्न सक्छन्, एक्सप्रेस गर्न सक्छन्, निर्धक्कसँग मनमा लागेको कुरा भन्न सक्ने क्षमता विकास गर्छ। त्यो कारणले गर्दाखेरि तपाईँहरूले पनि त्यो क्षमता विकास गर्नुहोस्। भोलि समापनसम्म जाँदै गर्दा तपाईँहरूमध्ये कुनै कार्यक्रम चलाउने भन्दै गर्दा आई विल होस्ट, होइन म होस्ट गर्छु, म एङ्करको भूमिका निर्वाह गर्छु। वेलकम स्पिच कसले दिने त भन्दा म वेलकम स्पिच दिन्छु, या क्लोजिङ कसले गर्ने म क्लोजिङ गर्छु, शुभकामना मन्तव्य कसले दिने म दिन्छु, एक्सपिरियन्स सेयर कसले गर्ने या टेस्टिमोनियल म टेस्टिमोनी दिन्छु भन्ने गरी तपाईँहरूको मनबाटै जुझारुपना जाग्दै अगाडि बढ्ने भावना जाग्दै अगाडि बढ्न सक्नुहोस्। उत्कर्षण प्रेसिडेन्ट तथा व्यक्तित्व विकास तालिम अहिलेको जमानामा टक्कै हामीले यताबाट आफ्नो आम्ने सामने कसैले भेट्दाखेरि देख्दाखेरि कुरा कस्तो हुन्छ भन्दाखेरि उसको व्यक्तित्व कस्तो छ, ऊ कस्तो तरिकाले हिँड्डुल गर्छ, कसरी बस्छ, रहन सहन खानपिन सो कस्तो छ र उसको बोल्ने शैली कस्तो छ, तरिका कस्तो छ, त्यसमा डिपेन्डेन्ट हुने हो कि मान्छेहरू। हामी अब
एसी दिएर बसेका छौँ भाइ बहिनीहरू, घरमा त्यत्तिकै बसिरहेको छ। अब हामीले भेट कोसँग गर्ने त? अब त 9देखि नर्सरीदेखि सँगै पढेर आएका भाइ बहिनीहरू, आफ्नै दिदीबहिनीहरू, आफ्नै क्लासमेटहरूसँग जुन हिसाबमा भइरहेको छ नि कार्यक्रम, जे जति गर्नुभएको छ तपाईँले क्रियाकलापहरू, त्यो अब म्याच हुँदैन। अब त तपाईँले एसी दिनुभयो, अब तपाईँले कहाँ जोडिनुहुन्छ त? नयाँ साथीहरूसँग, नयाँ नयाँ स्कुलबाट एक्स्ट्रा एक्टिभिटिज कोसँग कति के छ भन्ने कुरा थाहा हुँदैन। त्यहाँ गएर जोडिनुपर्छ। 11 क्लास 12 क्लास भनेपछि कोही एउटै कलेजमा, कोही सिन्जेसबाट आएको हुन्छ, कोही एलएबाट आएको हुन्छ, कोही सामुदायिक स्कुलबाट आएर जोडेको हुन्छ। त्यहाँ हुँदाखेरि हाम्रो चाहना ललितपुर महानगरपालिका वडा नम्बर 23 को चाहना भनेको त्यहाँ यो ललितपुर महानगरपालिका वडा नम्बर 23 मा रहेका भाइ बहिनीहरू त्यो कुनै पनि कलेजमा जाँदाखेरि 23 नम्बर वडाको यस्तो यो ठेगाना कहाँ हो भन्दाखेरि मेरो नाम यो हो, म 23 नम्बर वडाको हो भन्ने गर्व हुन्छ। अरूभन्दा एक्स्ट्रा हुन्छ, सिकेको हुनु पर्यो। अहिले तपाईँलाई यहाँ आउँदाखेरि अहिले काम भन्दा कतिजना गाह्रो पनि भएको छ, त्यो भएन। त्यो त हामीले सिकेर जानुपर्छ। अरू अगाडि प्रष्ट रूपमा बोल्न सक्ने भएर जानुपर्छ। म अब ऐसाले भन्नुभयो जस्तै तल बसेर साथीभाइसँग चिया गफ गर्ने म 4 घन्टा 5 घन्टा आफ्नो हिसाबले गफ गर्न सक्छु। तर माइकसँग गाह्रो हुन्छ। यति माइक समातेर यति बोल्नको लागि म धेरै कोसिस गरेँ, धेरै 5 महिनौ ट्रेनिङ लिएको, धेरै कोसिस गरेँ। अहिले त्यतिखेर मैले ट्रेनिङ किन लिनु पऱ्यो भन्दाखेरि मेरो अलिकति एज गइसकेको थियो। पढाइ पनि मैले कन्टिन्यू थिएन, पढाइ छोडेकै तपाईँको झन् 12-15 वर्ष भइसकेको थियो। त्यही गर्दाखेरि अनि आफ्नो काममा व्यस्त भएर यताउति लागि पर्दाखेरि मेरो जति फ्रेस हुनुपर्ने दिमाग त्यति थिएन र अहिले तपाईँहरू भर्खरै एसी दिएर आउनुभएको छ। अहिले त अरू कुनै टेन्सन छैन नि। अब के छ त, एसीको रिजल्ट आउँछ, त्यसपछि म यो पढ्छु भने तपाईँले सबैले दिमागले लिइसकेको छ। कोही साइन्स लिएर पढ्ला, कोही के लिएर पढ्ला, कोही के लिएर पढ्ला होइन। त्यो कारणले गर्दाखेरि चाहिँ हजुरले यो 7 दिनको टाइम राम्रोसँग दिनु होला है, एकदम ध्यान दिनु। मेरो दिन तपाईँहरूको माइन्डमा 7 दिन ट्रेनिङले राम्रो पुग्छ। यदि पुग्दैन भने 1 दिन अलिक थपोला फेरि, त्यसको प्रब्लम भएन। तर हजुरले राम्रोसँग सिकिदिनु। यो ट्रेनिङमा रेगुलर आउनु, फेरि 1 दिन छुट्टाछ फेरि तपाईँको कोर्स छुट्नु जान्छ। 1 दिन छुट्टाछ फेरि त्यो नआएको मान्छेले फेरि सिकाउँदै गर्दै अरू टाइम लाग्छ हुनसक्छ, तपाईँले सिक्न सक्नुहुन्न। त्यही भएर रेगुलर 2 बजीदेखि सरले टाइम दिनुहुन्छ। त्यो टाइममा चाहिँ तपाईँलाई होमवर्क पनि दिनुहुन्छ, सबै गर्नुहुन्छ। तपाईँले गर्नुको लागि रेगुलर यहाँ आएर राम्रोभन्दा राम्रोसँग सिक्ने प्रयास गर्नु होला। वडा 23 नम्बर वडा, हाम्रो 23 नम्बर वडा कार्यक्रममा कुनै पनि अन्य ज्येष्ठ नायिका महिलाहरूका कुनै पनि कार्यक्रम भयो उद्घोषणको जिम्मा तपाईँले पाउनुहुन्छ नि फेरि है। तपाईँ मध्येबाट छानेर गर्छु, नाइ भन्नु पाउनुहुन्न त्यतिखेर। मेरो नाम नुबेल सुवेदी हो। मैले जेम्स स्कुलबाट एससी दिएको छु। अहिले काहीँ कलेजमा त भर्ना भएको छुइनँ, तर अहिले फुर्सदको बेलामा ब्रिज कोर्स गर्दैछु। मेरो नाम चाहिँ सुप्रिया श्रेष्ठ हो। म चाहिँ गौरी गाउँबाट आएको हो। म चाहिँ आइसे पाइनियर स्कुलबाट भर्खरै पास आउट गरेको। मेरो हबिजहरू भनेको चाहिँ मलाई पनि बुक्सहरू पढ्न धेरै मनपर्छ। अहिलेको रिसेन्टली पिकअप गरेको हबी भनेको चाहिँ मैले ल्याङ्ग्वेजहरू सिकिरहेको छु, त्यही हो मेरो हबी। अनि अहिले म यो ट्रेनिङमा आउनु पाएको धेरै खुसी छु।